सो हेलो वेलकम साथीहरू मेरो छोटो मिनी भ्लगमा के कस्तो हुनुहुन्छ हजुरहरू आएको सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु अनि रे के गर्नु यस्तै छ परदेशी जग्गा अहिले चाहिँ हामी गुवामा छौं हेर्न सक्नुहुन्छ यहाँको गर्मी कस्तो छ म चाहिँ अहिले भित्र छु नि एकदम पसिना आएको छ पंखा र एसी चलाउँदा पनि अनि म चाहिँ बनाउन गइरहेको छु अब यो आँपको अचार काट्छु तर पाक्न लागिसकेछ हेर्नु न प्यालो यो चाहिँ हुन्न होला यो चाहिँ पाक्न लागिसकेछ पाकेको चाहिँ म अचार बनाउँछु बाँकी धेरै त मैले पकाउन हालिसके यति चाहिँ राखिछु यसको चाहिँ मैले अचार बनाउने सोचिरहेको छु कटिङतिर लागौँ अब हार्ड भइसकेछ अनि कसरी कटिङ गर्ने साह्रो साह्रो काटिन्छ नि है कसरी काट्ने हो बाहिर बोकेर काट्नुहुन्छ होला सायद तर हार्ड परिसकेछ यसरी हार्डसँगको अचार फेरि एकदम मिठो हुन्छ नि मलाई एकदम मनपर्छ हार्डसँगको तर पनि कोसिस काट्न 2 फ्याक त भयो साथी 3 फ्याक भएन अब केही छैन हार्ड नभए पनि यतिकै पनि त धेरै टाइमसम्म राख्ने होइन खाइहालिन्छ यतिकै चुकिलो कुरा पनि एकदम मनपर्छ मलाई त्यसरी छिटै खाइन्छ होला छिटै सकिन्छ बाहिर मात्र गइदिनु मैले यसरी कटिङ गर्दैछु बाफले कति छिटो हार्ड लागिसक्यो यतातिरको मैले भन्दाखेरि सोच्थेँ यति छिटो आगोहरू पनि हाम्रो यतातिर फुलेकै छैन किन यति छिटो आउँछ अनि पछि यो त एकदम औषधि हालेर अनि पछि छिटो बनाउँदैन होला यस्तै केही भन्थेँ तर अन्त पाइन्छ रहेछ इन्डिया कुनै पनि ठाउँहरूमा छिट्टै फल्दो रहेछ छिट्टै पाक्दो रहेछ किन आगो जान्थ्यो होला आफै मैले यता टुक्रा बनाएको छु कसा बनाउनु साथीहरू लाइक कमेन्ट गर्नु होला हजुरहरूको बनाउनु तर यो हार्ड छ यसलाई काट्नु सक्दैन सबै यसरी पाक्न लागिसकेको छैन अन्त प्याला भइसकेको छैन अब यसको अचार बनाउँदाखेरि खराब हुन्छ होला जस्तो लाग्यो मलाई चाहिँ यस्तो प्यालो भएको चाहिँ अचार नबना जो हरिया हरिया छन् नि सेता त्यसको मात्रै बनाउँछु म चाहिँ यो ठिक छ आप चाहिँ काटिसकेर मैले हल्का बेसार लगाएर घाममा सुकाइदिएको छु यसरी हल्का सुकाएपछि राम्रो हुन्छ रे अचार अनि पछि मसलामा मुखालेर डिब्बामा हाल्नुपर्ने हुन्छ साथीहरू मेरो भिडियो के कस्तो लाग्छ हजुरहरूले सल्लाह सुझाव दिनु होला सपोर्ट दिनुहुन्छ भन्ने आशा गरेको छु थ्याङ्क यू फर वाचिङ माई भिडियो बाइ।